लासो फ्याफुल्ला एन्ड नमस्ते साथीहरू, वेलकम टु माई डे 96 मिनी ब्लग। अनि आज चाहिँ मेरो क्लास ब्ल्याक स्टार फिटनेसमा थियो। अनि खेर क्लास सकेपछि टिकटक बनाएर बाहिर निस्केको। अनि रमाउँदै रमाउँदै अनि हाम्रो लीला दिदी पनि उफ्रिँदै आउनुभएको अरे क्या है। अनि आज चाहिँ स्कुटी लगेको थिएन, अनि इनड्राइभ बुक गरेको थिएँ। अनि इनड्राइभ कुरेर बसेँ। अनि एकछिनपछि इनड्राइभ आएपछि घरतिर लाग्यो म। यो चाहिँ हाम्रो घर जाने बाटो। अनि घर जानुभन्दा अगाडि चाहिँ के मार्ट छिरेर मैले अन्डा लिएँ होइन। अनि आज चाहिँ के गरेन, दिनभरि सुत्यो। अनि यो चाहिँ 4-5 बजीतिर म भाटबटी गएको। मलाई जुम्बामा लाउने त्यो मेरो लुगै अब किन्नु पर्ने बेला भएको थियो। कति भइसक्यो खोजेको, भनेको जस्तै पाएकै छैन कि। अब आज पनि 1 घन्टा मिनिमम पनि खोइ 1 घन्टा त म घुमे पाएन है, झ्याउ लाग्यो। भनेको जस्तो लुगा नि पाएन भने म किन्दिनँ, बरु म पुरानै लाउँछु, नयाँ किन्दिनँ चित्त नबुझेसम्म है। के गर्नु, अनि फर्केर आएँ खाली हात है। अनि खेर त्यसपछि सिधै म फार्मेसीतिर गएँ। हल्का त्यो बिरामी फिल भइरहेको थियो मलाई, रुगा लाग्ला जस्तो नि औषधि किनेँ। अनि रिटर्न गर्ने बेला पैसा पुगेन भनेर चक्लेट भिराइदियो। के गर्नु यो चक्लेट है, खानु त पर्यो, फाल्नु मिलेन है। त्यसपछि म के भन्छ नि, यता के अरे ग्रोसरीमा गएँ, तेल किनेँ। अनि त्यसपछि चिकन लिएँ, क्यारेट किनेँ, आज चिकन सुप खाने भनेर। थ्याङ्क यू सो मच साथीहरू, यहाँसम्म मेरो ब्लग हेरिदिनु भएकोमा। सी यु इन माई नेक्स्ट ब्लग। बाई बाई, टेक केयर एन्ड लभ यु अल।